म चाहिँ आज गएको छु चाँदनीदेखि महेन्द्रनगर र अहिले बजेको छ बिहान 4। अहिले हामी पुगिसकेका छौँ कालागौरी। कालागौरीको जङ्गल किनारनिर अहिले हामी पुलमा छौँ। हेर्नुहोस् बिहानको अवस्था एकदम फ्रेस फ्रेस मुड फ्रेस फ्रेस मौसममा हामी यात्रा गरिरहेका छौँ। महेन्द्रनगर चाहिँ विशेष कामले गर्दा हामी बिहानै हिँडेका छौँ। त्यहाँ 8 बजे काम छ होइन। त्यही हो मेरो मिनीको लगमा तपाईँहरूलाई सबैजनालाई स्वागत छ है। यो चाहिँ फर्स्ट लोग हो मेरो होइन। साथ सपोर्ट देखाइदिनु होला। अहिले हामी पुगेका छौँ ठिक्क भन्सारको बजारनिर है। हेर्नुहोस् भन्सारको बजार अब बिस्तारै बिस्तारै उज्यालो पनि भइरहेको छ र त्यही हो होइन। त्यति खाससँग आउँदैन है। त्यहाँ देख्नुहुन्छ बाटोको हालत हेर्नुहोस्। तपाईँलाई थाहै नै होला है तल पुलदेखि बेलुका आउने बेला बाटोको अवस्था कस्तो छ भनेर। त्यही हो बाटो अब यस्तै हो होइन। सो अगाडि गएर हामी तल पुगेर पुगिरहेका छौँ। देख्नुहोस् तलपुर होइन। यतिखेर लगभग यहाँ 6:30 बजेको छ। अहिले हामी ठ्याक्क तलपुरको चौडामा पुगेका छौँ है। बिहानको अवस्था हेर्नुहोस्। तलपुर बजारको अवस्था हो है बिहानको नजारा। नेपालको बाटोको हालत त यस्तै हो। अब हामी यहाँदेखि सिधै महेन्द्रनगर जान्छौँ है हाइवे समातेर। भिडियो धेरै लामो भएको कारणले हामी स्किप गरेर देखाइरहेको छौँ होइन। अब सिधा शुक्लाखत राष्ट्रिय निकुञ्ज तल शुक्लाखत राष्ट्रिय निकुञ्ज है। देखिराख्नु भएको छ नि तपाईँको बिहानीको अवस्था हो है। कति राम्रो दृश्य देखिन्छ। यदि तपाईँलाई घुम्न मन छ भने शुक्लाखत राष्ट्रिय निकुञ्ज आउनु होला एकचोटि भिजिट गर्नु होला है। एकदम हरियाली छ है। अहिले हामी ठ्याक्क दैजी पुग्यो है दैजी। एकछिन हामी है भिडियोलाई माया है। अब एकछिन रोकिनु पऱ्यो भनेर यहाँ रोकिएका थियौँ हामीहरू है। सो अब हामी महेन्द्रनगर पुगिसकेका छौँ। देख्न सक्नुहुन्छ बस पार्क। अब हामी महेन्द्रनगरमा काम सकेर पनि घरतिर गइरहेका छौँ। सो गाइस थ्याङ्क्स फर वाचिङ माई भिडियो।